पहाडको काखमा बसेको एउटा सानो तर व्यापारिक दृष्टिले चहलपहल भएको शहर थियो। त्यही शहरमा एकजना व्यापारी बस्थे। नाम थियो अर्जुन श्रेष्ठ। एक समय थियो जब उनको व्यापार निकै फस्टाएको थियो। बजारमा उनको नाम सुन्ने बित्तिकै मानिसहरू विश्वास गर्थे। तर समय सधैँ एउटै हुँदैन भन्ने कुरा उनले बिस्तारै बुझ्दै थिए। दिनहरू फेरिए, बजार बिग्रियो, घाटा बढ्दै गयो। अर्जुन बिस्तारै गहिरो ऋणको दलदलमा फस्दै गए। ऋणदाताहरू दिनदिनै ढोकामा आउन थाले, कोही कडा स्वरमा, कोही धम्की दिँदै। आपूर्तिकर्ताहरूले सामान दिन बन्द गरे, पुराना बिल तिर्न आग्रह गर्न थाले। उनको कार्यालयको वातावरण एक किसिमको डर र निराशाले भरिएको थियो। एक दिन अत्यन्तै थाकेका र निराश भएका अर्जुन शहरको बाहिर रहेको एउटा शान्त पार्कमा गए। त्यो पार्क पुराना रुखहरूले घेरिएको थियो, जहाँ चिसो हावा चल्थ्यो र चराहरूको चिरबिर आवाज मात्र सुनिन्थ्यो। त्यहाँ एउटा पुरानो काठको बेन्च थियो, थाकेका मनहरू बस्ने साक्षी जस्तै। अर्जुन त्यही बेन्चमा गएर बसे। उनले आफ्नो टाउको दुवै हातले समाते, आँखा बन्द गरे र मनभित्रको पीडा महसुस गर्न थाले। अब के गर्ने? के मेरो जीवन यत्तिकै समाप्त हुन्छ? यो शहरमा कोही होला र जसले मलाई यो दलदलबाट निकाल्न सकोस्? उनका मनभित्र यस्ता सयौं प्रश्नहरू घुमिरहेका थिए। त्यसै बेला अचानक उनको अगाडि एक वृद्ध मानिस देखा परे। सेतो कपाल, हल्का मुस्कान, आँखा गहिरा र अनुभवी, मानौ उनले जीवनका धेरै रहस्यहरू देखिसकेका थिए। वृद्धले मधुर स्वरमा भने, "बाबु, तिमी निकै चिन्तित देखिन्छौ, के भयो?" अर्जुनले सुरुमा केही भन्न सकेनन्, तर त्यो वृद्धको अनुहारमा देखिएको विश्वास र अपनत्वले उनलाई खोलिन बाध्य बनायो। उनले आफ्नो सम्पूर्ण कथा सुनाए, ऋण, डर, असफलता र भविष्यको अन्धकार। वृद्धले ध्यान दिएर सबै सुने। केही समय मौन बसेपछि उनले शान्त स्वरमा भने, "मलाई लाग्छ म तिमीलाई मद्दत गर्न सक्छु।" अर्जुनले अचम्म मान्दै उनको अनुहारतिर हेरे। वृद्धले उनको नाम सोधे। अर्जुनले आफ्नो नाम बताएपछि वृद्धले आफ्नो कोटको खल्तीबाट एउटा चेकबुक निकाले। त्यो क्षण निकै रहस्यमय थियो। हावामा एक किसिमको शान्त तनाव फैलिएको थियो। वृद्धले केही लेखे, हस्ताक्षर गरे र त्यो चेक अर्जुनको हातमा राख्दै भने, "यो चेक लिऊ, ठिक आजकै दिन 1 वर्षपछि यही ठाउँमा मलाई भेट। त्यति बेला मलाई यो पैसा फिर्ता गर।" यति भनेर उनी त्यत्तिकै शान्त रूपमा फर्के र केही बेरमै कतै हराए, मानौ कहिले आएका नै थिएनन्। अर्जुनले आफ्नो हातमा भएको चेकतिर हेरे। उनको मुटुको धड्कन बढ्यो। त्यो चेक 50 लाखको थियो र हस्ताक्षर गरिएको थियो नेपालकै धनी व्यक्तिहरूमध्ये एक विनोद चौधरीको नामले। अर्जुन अचम्ममा परे। यो त मेरो सम्पूर्ण समस्या एकैछिनमा समाधान गर्न सक्छ। उनको मनभित्र आशाको किरण झल्कियो। तर केही सोचेर उनले त्यो चेक तुरुन्त नगद नगर्ने निर्णय गरे। उनले त्यो चेक आफ्नो सेफमा राखे। यो पैसा मसँग छ भन्ने थाहा मात्र भए पनि मसँग हिम्मत हुनेछ, उनले आफैसँग भने। त्यस दिनदेखि अर्जुनको व्यवहार बदलिन थाल्यो। पहिले जस्तो डर र निराशा उनको अनुहारमा देखिँदैन थियो। उनले ऋणदाताहरूसँग आत्मविश्वासका साथ कुरा गर्न थाले, नयाँ शर्तहरूमा सम्झौता गर्न थाले। आपूर्तिकर्ताहरूसँग समय मागे, तर यसपटक उनको स्वरमा दृढता थियो। उनले नयाँ ग्राहकहरू खोजे, नयाँ अवसरहरू समाते, बजारमा फेरि सक्रिय भए। बिस्तारै भाग्यले पनि उनको साथ दिन थाल्यो। उनले केही ठूला व्यापारिक सम्झौताहरू पाए। पैसा आउन थाल्यो, ऋण घट्दै गयो। केही महिनामै उनी पूर्ण रूपमा ऋण मुक्त भए। त्यसपछि त उनको व्यापार फेरि उकालो लाग्न थाल्यो, पहिला भन्दा अझ बलियो रूपमा। समय चुपचाप बित्दै गयो र हेर्दा हेर्दै 1 वर्ष पूरा भयो। ठिक त्यही दिन, त्यही समयमा अर्जुन त्यो चेक बोकेर फेरि पार्कमा पुगे। उनको मनमा कृतज्ञता थियो र एक किसिमको उत्सुकता पनि। के त्यो वृद्ध फेरि आउलान्? के उनी साँच्चै नै त्यही व्यक्ति थिए? केही बेरपछि त्यो वृद्ध फेरि देखा परे। उस्तै शान्त चाल, उस्तै मुस्कान। अर्जुन अगाडि बढे। उनले चेक फिर्ता दिँदै हात बढाउँदै भने, "हजुरले दिएको सहयोगले मेरो जीवन नै बदलियो।" तर उनले आफ्नो कुरा पूरा गर्न नपाउँदै अचानक एउटा नर्स दौडिँदै आइन्। उनले वृद्धलाई समातिन् र हतारिँदै भनिन्, "धन्य छ, मैले तपाईलाई भेटे। तपाईँ फेरि भाग्नुभयो है?" त्यसपछि उनले अर्जुनतिर फर्केर भनिन्, "माफ गर्नुहोस्, उहाँले तपाईलाई केही समस्या दिनुभयो कि?"
उहाँ सधैँ वृद्धाश्रमबाट भाग्नुहुन्छ र आफूलाई विनोद चौधरी भनेर चिनाउनुहुन्छ। यति भनेर उनले वृद्धलाई हात समाएर त्यहाँबाट लगिन्। अर्जुन त्यही स्तब्ध उभिरहे। उनको हात अझै अगाडि बढेको अवस्थामा थियो। उनको मनमा अनेकौं भावनाहरू एकैचोटि उम्लिए। अचम्म, आश्चर्य अनि गहिरो अनुभूति। पूरा 1 वर्षभरि उनले व्यापार गरेका थिए। किनबेच, सम्झौता, जोखिम सबै कुरा यस विश्वासमा कि उनको पछाडि 50 लाखको सहारा छ। तर अहिले त्यो सहारा त केवल एउटा भ्रम मात्र रहेछ। अचानक उनलाई एउटा गहिरो सत्यको बोध भयो। मलाई सफल बनाएको पैसाले होइन, मलाई सफल बनाएको त मेरो आफ्नै विश्वास रहेछ। साथीहरू, मानिसको सबैभन्दा ठूलो धन बाहिरी सम्पत्ति होइन, उसको आफ्नै मनभित्र रहेको विश्वास हो। जब मानिसले आफूलाई विश्वास गर्न सिक्छ, तब असम्भव पनि सम्भव बन्न थाल्छ। तपाईलाई अगाडि बढ्न लाखौंको सहारा चाहिँदैन। तपाईलाई चाहिने केवल एउटा कुरा, आफूमाथिको अटल विश्वास। जुन दिन तपाईले आफूलाई भरोसा गर्न सिक्नुहुन्छ, त्यो दिनदेखि दुनियाँका सबै ढोका खुल्न थाल्छन्। सम्झनुहोस्, तपाईको शक्ति बाहिर होइन, त्यो त तपाईको आफ्नै मनभित्र लुकेको छ।